सो त यो गाई अब यहाँ नास्ता किनिन्छ पसलमा अब गइन्छ यतातिर माथितिर हाम्रो भ्यू यताको भ्यू बनतिर आइपुग्यौँ यहाँ एउटा पसल छ साइकलमा घुम्न जानुपर्छ यार अब यतातिर गइन्छ त्यो गाई अब हामी आइपुग्यौँ गएर बस्छन् केटाहरू यतातिर छ जाम 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 ए हाम्रो यहाँदेखि गइन्छ अहिले माथिको नजारा देखाइन्छ माथि तल भ्यू हेर्नु होला कुन बाटो अरे जाने कुन यो कुन यो हो यहाँ बाटो पनि बिर्सिन लाग्यो यार 3-4-5 वर्षपछि आउला छु 5 वर्षपछि आउन लाग्छौँ हामी फास्ट भयो यार आइपुग्यो हामी माथि है त बल्ल बल्ल बाटो भेट्यो यार जाने पनि ए हाम्रो नजारा ठाउँ अझै माथिदेखि देखाइन्छौँ हामीले हेर्नु कम के भयो साइकलमा आएको होइन हामी त ठाउँ एकदम माथि गइन्छ तपाईँहरूलाई फुल देखाइन्छु मैले हाम्रो यतादेखि माथिदेखि हाम्रो बजार डाङघराई बजार ए हिँड्दै हामी माथिदेखि देखाइन्छु हामी चाहिँ यति समय 3जना सिर्फ एउटा 2टा साइकलमा 3जना अर्को आएन अर्को मम्मीले गाडी गर्छु भनेर भन्नुहुन्थ्यो अरे आएन अर्को हामी चाहिँ जाउँ न ल सो अब हामी पानी खान गइरहेको छौँ यहाँ आइपुग्यौँ ए हाम्रो नजारा ठाउँ फेरि यस्तो बवालको बनाएको छ क्या हाम्रो तलतिरको नजारा ए चल चल म ए यस्तो खतरनाक भ्यू छ हाम्रो यतातिर ओइली आना 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 नजाके नसर न यस्तरी छोडे हैन दाइ आफै छुटी गया आइपुग्यौँ हामी हाम्रो नजारा देख्नु हेलो फ्रेन्ड्स आई लभ पिस कटकनाट भनेको जाम कतातिर जाने हो गाउँ सहर सो त्यही हो गाइज अब लाइक सेयर कमेन्ट गर्नु होला गर्नुभएको छैन भने अहिले भिडियो यति नै हो हाम्रो गाउँ सहर यही हो अहिलेको लागि चाहिँ अब बन्द गरौँ व्यस्त गरौँ भनेको के त्यति तलदेखि आएको हामी ल अहिलेको लागि बाई बाई